संसारको विभिन्न कुना काप्चा 4 समुद्रबारे 10औं तल घरबाट मेरो भिडियोलाई ड्युटीमा भए लुकेर हेर्नु अनि बिस्तारमा भए सुतेर हेर्नु भन्दै आजको मेरो दिनको सुरुवात यसरी हुन्छ गाइस। बिहान बिहान हनुमानजीको छेउमा छु। हनुमानजीको छेउमा अब चाहिँ यसो दर्शन त गर्नै पर्यो। जय बजरङ्ग बली आँटेको तागेको लामो आएको कामना गर्दै हनुमानजीको दर्शन गरियो। अब त्यो पारीको मन्दिरमा जानु पर्यो दर्शन गर्न। नजिकमा अवश्य दर्शन गर्नु पर्यो नि। आजको मौसम यस्तो छ, फेरि कुहिरो लाग्छ। अब एकछिन यो रानीवनको हरियो वन जङ्गल अनि फेउतालको पानी फेरि हावाले तल 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 गरिरहेछ। यता ढुङ्गाहरू नि छ, पार्किङ गरेर राखेको छ। अहिले म यो मन्दिरतिर आएको छु, यो शिव मन्दिरतिर। शिवलिङ्गको पनि दर्शन गरौँ न। वरिपरि शिवलिङ्ग छ। घन्टी नि बजाउँ न बिहान बिहान। मन्दिरमा अब यसो दर्शन गर्नु पर्यो नि। पुचुङ्रे शिवलिङ्गको त दर्शन गर्नै पर्यो। गौरीघाट पार्कतिर छु। पार्कतिर आएपछि यसो भित्र घुम्नु पर्यो नि। यहाँ आयो भने यो तेर्सो परेको रुखलाई हेर्नु मन लाग्छ। यस्तो तेर्सो पर बसेछ रुख। रुखमा नि चढ्नै पर्यो। यो तेर्सो परेको रुखबाट फेउताललाई हेरौँ न कस्तो देखिँदैछ। यसमा नि चढ्नु पर्यो। चरा बसेर चाहिँ चरा नि पछि पछि रुखमा चढ्नु पर्यो नि। रुखमा आएपछि त तर यो रुखमा चढ्दा शीतल हुने रहेछ कि हावा चल्ने रहेछ। अब एकछिन पार्कतिर हिँड्नु पर्यो। एकछिन यो फेउतालको पानीसम्म रमाउनु पर्यो कि। पानी चराउनु पर्यो कि सूर्यलाई। बिहान बिहान जल चराउनु पर्यो नि। पार्कतिर हिँड्दैछु है म त बिहान बिहानै। बिहान बिहानै हरियो वन जङ्गल अनि तल फेउतालको पानी। त्यो जङ्गलभित्र एउटा होटेल रहेछ, फेरि फिस्टेल होटेल। त्यसलाई हेर्दै बस्दै गरेको छु यहाँ वारीमा। पसिना सुक्यो भने फेरि फर्किनु पर्ला। पसिना आएर एकछिन यहाँ बसेको। तर त्यो होटेलमा बस्नु त आनन्द आउँछ होला यार। एकान्त शीतल। तर महँगो छ। के गर्ने चाहियो भने के चाहियो? पैसा नि चाहियो। एक्लै त कामै छैन। यता केदारेश्वर मन्दिरतिर आएको छु। यो बाटोमा हिँड्दै हिँड्दै मलाई फेरि यता आउने हेर्न मन लाग्छ। मैले नबुझेको कुरा।
यहाँ दुलुनी छ फेरि। के बनाएर चाहिँ मैले नबुझेको कुरा। भिडियो हेरिसकेपछि अन्तमा हाजिर त लाउनै पर्यो। हाजिर कसरी लाउने भन्दा लाइक गरेर, लाइक कमेन्ट गरेर हाजिर लगाइदिनु होला भन्दै आजको भिडियो गर्दा पाएँ।